नमस्ते हजुरहरू, आरामै हुनुहुन्छ? उहाँको कुरा कस्तो लाग्यो? कृपया पुरा भिडियो हेरेर जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला। धन्यवाद। सरकारी कार्यालयमा नो लाइन, रासोपाको पालामा अन्ली अनलाइन। मलाई चाहिँ साँच्चीकै लाज लागेको छ सभामुख महोदय। यो ग्यासको अभाव जुन देशैभरि छ, मेरो प्रधानमन्त्री र मन्त्री क्वार्टरमा ग्यासको अभाव छ कि छैन? कसलाई के भनौँ, मेरै गाला मेरै चड्कन। मैले चुनाव ताका गरेका भाषणहरू सम्झिँदा जहाँ हामी सरकारी कार्यालयमा नो लाइन, रासोपाको पालामा अन्ली अनलाइन भनेर आफैले गरेका भाषण सम्झिँदा र आज भात पकाउने ग्यासका लागि जनता दिनभरि रातभरि मध्यरातसम्म लाइन बसेको त्यो दृश्यले मलाई चाहिँ साँच्चीकै लाज लागेको छ सभामुख महोदय। मेरा दुईटा प्रश्न छन्। एउटा, यो ग्यासको अभाव जुन देशैभरि छ, मेरो प्रधानमन्त्री र मन्त्री क्वार्टरमा ग्यासको अभाव छ कि छैन? अर्को, यदि कृत्रिम अभाव सृजना भएको हो भने, सरकारले भने जस्तै ग्यास वारवार्ती आएर पनि कालो बजारी भएको हो भने, ती कालो बजारी गर्नेहरूलाई कानुनको कठघरामा ल्याएर कठोर दण्ड दिन केले रोकेको छ 2/3 सरकारलाई? जनताले नयाँ सरकार चाहेको भनेको चिल्ला ह्यान्डसम नयाँ अनुहार खोजेको होइन, नयाँ चरित्र खोजेको हो जुन हाम्रो व्यवहारबाट पुष्टि हुनुपर्छ। आवश्यक परे संसदको सुविधा कटाउँ, भ्रष्टाचार हटाउँ, मन्त्रीका सेवा सुविधा कटाउँ, अनावश्यक कर्मचारी घटाउँ, तर सरकार स्वास्थ्य बिमालाई नहटाउँ, नरोकौँ, रोक्दै नरोकौँ। स्वास्थ्य बिमा कुनै सुविधा होइन, यो नागरिकको जीवनसँग जोडिएको सामाजिक सुरक्षा हो। गरिबका लागि त मृत्युको विपरीतार्थक शब्द हो। आज गरिब नागरिकहरू अस्पतालको ढोकामा पुगेर सोधिरहेका छन्, सरकार मेरो बिमा कहाँ गयो? म सरकारको पक्षमा छु, तर सरकारको पक्षमा हुनु भनेको नागरिकको पीडा नदेख्नु होइन। संविधानले स्वास्थ्यलाई मौलिक हक भनेको छ। यो धनीका लागि मात्र होइन, गरिब, निमुखा, असहाय, विपन्न नागरिकका लागि पनि हो। म त्यही वर्गको प्रतिनिधित्व गर्ने सांसद हो। 24.7% नेपाली बिमा मार्फत उपचार गरेर बाँचिरहेका थिए। त्यसैले सरकार बिमालाई अलपत्र नपारौँ, बिमालाई अलपत्र पार्नु भनेको नागरिकलाई अलपत्र पार्नु हो। तुरुन्त स्वास्थ्य बिमालाई निरन्तरता दिउँ, आजै सुरु गरौँ। करदाता प्रोत्साहन गर्नका लागि जुन एउटा लटरीको कार्यक्रम सुरु भएको थियो, त्यसबाट आज 15 जनाले 1-1 लाख र 1 जनाले 10 लाख पुरस्कार उपहार पाउनुभएको छ। त्यसको लागि म उहाँहरूलाई बधाई दिन चाहन्छु र नेपाल सरकारलाई पनि यो प्रोत्साहनको नीतिलाई अझ द्रुत रूपमा अगाडि बढाउनलाई अनुरोध गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, केही महिना अगाडि नेपाल सरकारको एउटा निर्देशन आयो, अब भर्ना शुल्क नलिनु, पुरानो विद्यार्थीसँग भर्ना शुल्क नलिनु। तर त्यसलाई अलिकति उल्टो सुनिएको हो कि जस्तो लाग्यो विद्यालयहरूले। भर्ना शुल्क नलिनु तर अन्य विषयमा शुल्क चाहिँ बढाएर लिनु भनेर यो समस्या गम्भीर रूपमा आइरहेको छ। अभिभावकहरूले दैनिक रूपमा गुनासो गरिरहनु भएको छ। तसर्थ म सम्माननीय सभामुखज्यू मार्फत नेपाल सरकारको यो विषयमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। धन्यवाद। घाइते र शहीद परिवारसँग सम्बन्धित 1 महिना 4 दिन अगाडि 1 महिनाभित्र पुरा गर्छौँ भनेर गरेको 23 बुँदे सहमति स्मरण गराउन चाहन्छु। राज्यले गरेको बाचा पुरा नहुँदा पीडितको पीडा झन् बढेर गइरहेको छ। सरकारले गरेको बाचा पुरा गर्न म निम्नलिखित माग गर्न चाहन्छु। 30 दिनभित्र 23 बुँदे सहमतिको कार्ययोजना, बजेट र समय तालिका सार्वजनिक गरियोस्। घाइते र शहीद परिवारका लागि एकबार सेवा तुरुन्त सुचारू गरियोस्। कामको प्रगति नियमित रूपमा सदन र पीडित परिवारलाई जानकारी गराइयोस्। घाइते र शहीद परिवारलाई एउटै कामका लागि धेरै कार्यालय धाउन नपरोस्। उनीहरूका लागि एकद्वार सहायता कक्ष बनाइयोस्। शहीद परिवारले आफ्नो सन्तान, अभिभावक र जीवनसाथी गुमाएका छन्। उनीहरूलाई भाषणको सहानुभूति होइन, व्यवहारिकमा देखिने न्याय सम्मान चाहिएको छ। शहीदको बलिदानलाई श्रद्धाञ्जलीमा सीमित नराखौँ, घाइतेको पीडालाई